अङ्कल हजुरलाई म के भनेर सम्बोधन गरौँ? म आफैमा शब्दहीन भएको छु। मलाई के लाग्छ भने यो जुनीमा मात्र नभए अघिल्लो जुनीमा हाम्रो केही न केही सम्बन्ध गाँसिएको छ। न म देख्न सक्छु न त म महसुस नै गर्न सक्छु। एउटा कुरा थाहा छ अङ्कल हजुरलाई, मानिसको जीवनमा दुई किसिमका ऋण हुन्छन्। एउटा तिर्नुपर्ने ऋण हुन्छ भने अर्को निभाउनु पर्ने ऋण हुन्छ। तिर्नुपर्ने ऋण त सजिलैसँग तिर्न सकिन्छ, तर हजुरले मलाई निभाउनु पर्ने ऋण लगाउनु भएको छ, जुन तिर्न एकदमै असम्भव जस्तै हुन्छ अङ्कल। मैले बनाएका योजना भत्किन खोज्दा पुनर्निर्माण गरिदिने व्यक्ति हो हजुर। अङ्कल, मैले बनाएका योजना भत्किन खोज्दा पुनर्निर्माण गरिदिने व्यक्ति हो हजुर। भित्री आत्मामा चोट पुग्दा नबोलेर बुझेर ओखती दिने व्यक्ति हो हजुर। भित्री आत्मामा चोट पुग्दा नबोली बुझेर ओखती दिने व्यक्ति हो हजुर। त्यसैले अङ्कल हजुर मेरो लागि अजम्बरी महान व्यक्ति हो हजुर। त्यसैले अङ्कल हजुर मेरो लागि अजम्बरी महान व्यक्ति हो हजुर। अजम्बरी महान व्यक्ति हो हजुर।